सन् 1817 ब्रिटिश भारतको प्रभाव बढ्दै गएको समय र नेपालभित्र दरबारको राजनीति झन जटिल बन्दै गएको समय काठमाडौँ उपत्यका थापाथली दरबार नजिक एक बालक जन्मिन्छ जसको नामले पछि नेपालको इतिहास बदलिनेछ। उनी हुन् वीर नरसिंह कुँवर अर्थात् श्री 3 जङ्गबहादुर राणा। वीर नरसिंह कुँवरको जन्म मिति 18 जुन 1817 मा काठमाडौँको थापाखलीमा भयो। उनकी आमा काठमाडौँका उक्तिशाली थापा परिवारकी छोरी। यसरी जङ्गबहादुरको रगतमै उनको परिवारको प्रभाव कहिले बढ्थ्यो कहिले घट्थ्यो। बाल्यकालमै उनले देखे दरबारमा विश्वासभन्दा धेरै धोका हुन्छ। मान्छेहरू मुस्कुराउँछन् तर पछाडि छुरा हान्छन्। त्यही वातावरणमा वीर नरसिंह कुँवर हुर्किए। उनी कमजोर थिएनन् तर उनी अझै शासक पनि बनेका थिएनन्। उनी केवल हेर्ने, बुझ्ने र सिक्ने चरणमा थिए। उनको सबैभन्दा ठूलो शक्ति के थियो भने धैर्य। उनी छिटो बोल्दैनथे तर सबै कुरा ध्यान दिएर सुन्थे। उनी मानिसहरूको कमजोरी चिन्न सक्थे। उनी जान्दथे शक्ति बोल्नेले होइन, सही समय कुर्नेले पाउँछ। उनले सिके राजनीति कसरी खेलिन्छ, शक्ति कसरी नियन्त्रण गरिन्छ र मानिस कसरी प्रयोग गरिन्छ। समय बित्दै गयो। अब उनी युवा भइसकेका थिए। उनले दरबारभित्र प्रवेश गर्ने मौका पाए। अब उनी बाहिरबाट हेर्ने मान्छे थिएनन्, उनी भित्रबाट खेल बुझ्ने मान्छे बने। दरबारमा गुटबन्दी थियो। राजा कमजोर थिए। भारदारहरू आपसमा लडिरहेका थिए र यही अराजकतामा एक चुपचाप हेर्ने युवा भविष्यको खेलाडी बन्दै थियो। तर दरबारमा एउटा ठूलो घटना हुन बाँकी थियो। एक यस्तो रात जसले नेपाललाई हल्लाइदिनेछ। कोत पर्व, जहाँबाट सुरु हुनेछ रक्त, बदला र नयाँ शक्ति र इतिहासमा लेखिनेछ एक नयाँ नाम, जङ्गबहादुर राणा।